पैसा दिएको त्यो के अरे यो म्याडमले यो पाएको थियो नि त सबै सामना खर्का My grandmother budgeted Ago mommy and Ago pani hey Bhagwan आगो पानी देथु बिग्रिन्छ यहाँ हो नि त मैले कराएर हुन्छ बिग्रेन के अरे जिन्दगी बर्बाद हुन्छ Mini 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 mini. Hi. This is my grandma. This is our house. This is the view. This is our kitchen. That is our bathroom. Goat kichim. Cat. Mama ko घर माथिको लाखाङ. This is अलैँचीको बगान. Cherry blossom. यो चाहिँ हाम्रो किचन. अन्त यो चाहिँ घर. Plants. Winter भएर फुल मरेछ. सब्जी फलेछ. साग. मेरो हेटेस्ट. This is kopi. Cabbage. यो चाहिँ हामी सानोमा खान्थे गुलियो हुन्छ. घरको मालिक नि हाम्रो बोजू के गर्नु भएको 94 हाम्रो बोजूको एज तर भए पनि हाम्रो बोजू हेल्दी छन्. बोजू यता हेरौँ न. बोजू भज कान सुन्दैन र अहिले मार्गी लागेर हेर्दैछ के हो भनेर. सब्जी के खाने बोजू? सब्जी के खाने? सब्जी के खाने? के खाने भनेको? बोजू अहिले सागपात. अब यो र बोजूले साग कहिले निकाल्नु थाल्यो? बोजू
साग कहिलेदेखि खानु थाल्यो के खान्छ सधैँ के खान्छ होइन होला है होइन होला है हाम्रो बोजूले नि ढाँटिदिन्छ ठुलो माइजू ए भर्खर पो ब्रस गरेको माइजूले हिजो ऊ यहाँ गएको थियो त्यो ब्ल्याक टप ऊ यहाँ त्यो के अरे मन्दिरको त्यहाँनिर त्यहाँबाट हिँडेर आयो नि 5 बजी होला ब्ल्याक टप त्यहाँ जाँदा आइपुगेको थियो खै हामी ठुलो मामा खै ठुलो मामा नमस्कार नआउने हौ भित्र अहिले एकछिन आउने नुहाइ धुवाइ गरेर हिँडेर धुलै धुल भएको छ बस स्टेसन दाउरा ठुलो माइजूले के फलाएछ यहाँ ब्रोकली उम्रेको छैन रहेछ के हो यो क्याबेज आलु अन्त माइजूको फुल अर्किड गेट फुल return back to home. Conditioner त हामीले पनि ल्याएको होला त मम्मी के गर्नु भएको खै कस्तो खालको मात्र खै देखाउनु त खै मेरो ठुलो मामा कराउँदैछ त्यहाँबाट हेमगल दिएर आएको मेरो मम्मीले मटर हुन्छ अर्ग्यानिक मटर बारीमा मटर रहेछ बारीमा मटर रहेछ अरू साग र मटरदेखि सब्जी छैन साग र मटरदेखिको अहिले गाउँमा सब्जी छैन अरे सब्जीको अलिक दुःख रहेछ सब्जीको अलिक दुःख रहेछ के गर्नु यस्तै हो विन्टर मतलब घरमा आएको रहेछ उमाउने
दोकानमा आएको होला मटर मेरो मम्मीले कति बनाउने मटर टिपेर 1 बोरा हो के हो मेरो मम्मीको खुट्टा भाँचेर भर्खर लाग्दैछ है फेरि चिप्ली पठाउँछ खै कति टिपे देखाउनु हातमा देखाउनु न वाउ देखाए त साग घरमा चाहिँ मेरो माइजू बस्नुहुन्छ मेरो बोजू टोइलेट जाँदैछ खिड्कीबाट पस्यो भने यस्तो छ भित्र चाहिँ किचन लड्छ बोजू अब चाहिँ 2 जना भयो टिप्ने मेरो माइजू है मैले हाई गर्नु मैले हाई गर्नु न छिटो यता हाई गर्नु के गरेको मटर टिपेको यो टिप्नु 2 जनाले पठाउने टिकटकमा आउँछ अब को आयो मेरो दाजुको छोरा को आयो कर्ली हेयर भएको को आएको नानी तिम्रो नाम के हो भाइ तिम्रो नाम के हो भन्नु त छिटो छिटो भन्नु न नबोलेको अरे हौ मसँग न भाइ के गरेको हौ ला भाइ कहाँ गएको हौ बोजूहरूको त लगाउनु है गर माइजूहरूले आलु रोपेछ अन्त यता के रोपेछ यो चाहिँ के साग अर्को मामाको घर मटर टिप्नु पर्छ कोहीमा त दाना हुँदैन रहेछ हैन नि कलिलो नि ए कलिलो चाहिँ यो छिपाएर राख्छ कलि हरे खाइसक्छ माइल हजुर
सुक्छ बिउ राख्नु तर टोइलेट पट्टि पनि छ मन्दिर मेरो मम्मीको फेभरेट यो सिमी रहेछ त्यो त मैले 3-4 जना खाइदिए के मात्र नानीलाई लगेर खान्दै होइन यति लगेर खान्दै त्यो मटर कुन चाहिँ यसको मसिन नानीहरू खान्नुहरू यो मटर हो त आफैले पनि म्यागीमा हालेर खानुहुन्छ मैले पनि आलुमा मिसाएर खाएँ कि त्यो त बुल्ले हुन्छ त यो त्यो बजारे मटरको यो हो बजारको मटरको बजारको मटर होइन होइन यो भिन्नै मटर 80 रुपैयाँ कसरी प्याकेट सरौ दाना पर्छ ए हो खोर्सा खानु हुँदैन खान्छु खोर्सा चाहिँ खानु हुँदैन हो र दाना मात्रै किन यो हो हुन्छ हड्डी ए तर दाना पुरा पर्ने दाना चाहिँ पुरा यो अघि आयो नि किन आउनुहुन्छ पर्ने मम्मी सधैँ हो त कति भयो अब कसले भेन्डी खाँदैन हामी खान्छ नि अन्त पठाइदिनु मलाई मेरो फेभरेट हो भेन्डी दुईवटा गएर भेन्डी दुईवटा गेरा पो होइन म त पुरा केजी भनेको त उताको भेन्डी भिन्नै हुन्छ यहाँको भेन्डी भिन्नै हुन्छ ए उताको त बजारको होला बाहिर यति मिठो हात दुइटा हात लगाएर पनि हुँदैन रहेछ नि त यो चाहिँ खोले बनाउने बाख्रालाई अब हामी सिफ्टिङ कल्टिभेसन माइजो हो त दिन्छ होला माइजूले भरे भोलि होइन कालो हल्दी अरे यो चाहिँ खै टिप्नु न अन्य पो चाहिन्छ त कालो हल्दी कालो उहाँ मेरो बिउ आएको थियो नि कुन के भएर मऱ्यो हुँदैन मम्मी जाडोमा हुँदैन अरे ए हो चिसोमा हुँदैन जति नै रोप्नु हुँदैन अन्त गुरामाले त हुन्छ भनेर हुँदैन अरे यो त बिउ लाउनु कोही जान्छ भन्छ गएर लाउनु न पटमा हुँदैन सब के हो बोक्नु दबाई मेरो टन्सिल जाति भयो जस्तो भन्यो जति हो ए लाउनु त लाउनु है दबाईहरू सितो चाहिँ खतरा है तर सुकाएर राख्नुपर्छ अरे नि दबाईको लागि काटेर राख्नुपर्छ दाँतहरू सिमसिम भएर क्या चिल्चिला भने यो चाप्नु प्लास्टिक नि प्लास्टिक देखाउ त नासको दबाई ठुलो नासको दबाई भिडियोमा देखाउनु कालो हल्दी त ममता दिदी गाउँमा पनि पुरा हुन्छ यो त माथि झऱ्यो बुझ्यो 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 लाटी हिँड्दैछ हौ लाटी लाटी आउँदैछ यताबाट गयो काटिसकेको गरममै टेक्यो भने त गयो नि यो चाहिँ डल्लेको रुखहरू छ डल्ले त एउटा मात्रै रहेछ अहिले त डोको माली मजु हिँड्दैछ यो डल्लेको रुख त्यहाँदेखिको एकदम मुनि जाँदा चाहिँ हाम्रो बकरीहरू छ बकरी क्या हो किन तर्सेको भिडियो बनाऊ भने
बकरीको हाई हाई रोड ए त्यो अघिको बच्चाहरू होइन म उता मुनि देखाउनु गएको फाइनल सब्जी हाम्रो बजू पनि कान चोर्नु छ रहेछ त्यही छ हौ लड्दैन सानो दिएको भयो है मान्छे बेच्नु ल्याएको मटरहरू पनि यस्तै होइन नि त कोही कोही चाहिँ यस्तै आउँदै आउँदैन त अन्त एउटा हातले त आउँदैन के हेर्नु भएको मेरो बोजूले के हेर्नु भएको खै बाटो बनाएको हेरेको बोजू सुन्दैछ मैले बोलाएको बोजू कति वर्ष पुग्यो 90 वर्ष 90 मात्रै 90 अलि नाग्यो अन्त कति नाग्यो 90 त 90 2 वर्ष वाह मामा पुच्छर होला र मलाई दिदीलाई अच्छा किन चिल्लाएछौ यहाँ आएर कराउनु पर्छ मामा उता राख्न निसा यसो यसो गरेर ल्याइदिनु कसो कसो गरेर यसो गरेर गाडी छ अरे नि त पर खोपिटार खोपिटा बिरुसम्म पछि कल नसुन्छ भने